जरुरी छ कि जीवन केवल आफ्नो लागि मात्र होइन अरूसँगको प्रेम र सम्मानमा पनि राम्रो हुन्छ। हाम्रो हरेक कार्यले समाजमा सकारात्मक प्रभाव पर्नुपर्छ र हाम्रो कार्यले अरूसँग राम्रो सन्देश पुग्नुपर्छ भन्ने आजको यस 33औं वार्षिक उत्सवमा तपाईहरू जस्ता महान व्यक्तिहरूको उपस्थितिले हाम्रो बालका विद्यालयलाई अझ गौरवमय बनाएको छ। आजको कार्यक्रम मार्फत प्रतिफललाई प्रस्तुत गर्ने एउटा सुनौलो अवसर पनि हो। त्यसैले आज हामी एउटै कुरा गर्नेछौँ, मात्र इन्जोय इन्जोय र इन्जोय। एकदम सही कुरा। आजको यो कार्यक्रम मात्र हाम्रो बालका परिवारको लागि नभई यहाँ उपस्थित भएको सबै गार्जियनको लागि उति नै महत्त्व रहेछ। त्यसैको साथ म एउटा सानो कविता यस्तो व्यक्तिको लागि भन्न चाहन्छु जसको बारेमा हामी खासै त केही उल्लेख गर्दैन, तर उहाँले नै हामीलाई जीवन सिकाउनुहुन्छ। कृपया गरी ध्यान गरी सुनिदिनुहोला भन्ने आशा गर्दछु। जब अस्पतालमा पहिलोपल्ट यी आँखा खुल्यो, सबजना खुसी थिए, आमा रुँदै थिइन्, तर एकजना यस्तो देखे बाहिर काउन्टरमा बसी बिल तिर्दै थिए। यो कविता उहाँको लागि जो प्राय आफू पछि परि अरूलाई अघि बढ्ने साहस दिन्छ। यो कविता उहाँको लागि जो प्राय पछि परि अरूलाई अघि बढ्ने साहस दिन्छ। आफ्नो सपनाको घाँटी रेडी मेरो सपना पुरा गर्ने उहाँ नै थिए। आफ्नो पुरानो चप्पल टाली मलाई नयाँ जुत्ता किनेर दिने उहाँ नै थिए। आफ्नो पुरानो चप्पल टाली मलाई नयाँ जुत्ता किनेर दिने उहाँ नै थिए। होला आमा जतिको नजिकको उहाँसँग थिएन, तर टाढा भए पनि मलाई साथ दिने उहाँ नै थिए। मेरो प्रेरणा दिने जो थिए, मेरो हजारौं हातमा जो एक चिज थिए, त्यो मेरा बाबा थिए, त्यो मेरा बाबा थिए। एकदमै तपाईको कुराले मेरो मन धेरै छुयो र आशा छ तपाईहरुको पनि मन धेरै छुयो होला। अब केही शब्दभन्दा बढी म यस स्टेजमा हाम्रो पहिलो प्रस्तुतिलाई निम्त्याउन चाहन्छु, जुन